आध्यात्मिक र नैतिक मार्गमा सम्पूर्ण मित्रहरूलाई अभिवादन, जय मसीह, नमस्कार। मत्ती 8 अध्यायको 5 पददेखि 13 पदमा पक्षघात रोगमाथि प्रभु येशूको अधिकारको विषयमा हामी पाउँछौं। म पहिला बाइबल पढ्नेछु। मत्ती 8 अध्यायको 5 पददेखि 13 पदमा यस्तो लेखिएको छ। येशू कफरनहुममा पस्नुहुँदा एकजना कप्तान उहाँ कहाँ आएर बिन्ती गर्न लागे। तिनले भने, हे प्रभु, मेरो नोकर पक्षघातले साह्रै दुःख पाएर घरमा ओछ्यानमा परेको छ। उहाँले तिनलाई भन्नुभयो, म आएर त्यसलाई निको पार्नेछु। तर कप्तानले भने, हे प्रभु, तपाईलाई मेरो घरमा स्वागत गर्ने योग्यको म छैन। तर वचन मात्र बोलिदिनुहोस् र मेरो नोकर निको हुनेछ, किनकि म पनि अधिकारीहरूका अधीनमा छु अनि मेरो अधीनमा सिपाहीहरू छन्। म एकजनालाई जा भन्छु अनि त्यो जान्छ र अर्कालाई आइज भन्छु अनि त्यो आउँछ। मेरो कमारालाई यसो गर भन्छु अनि त्यसले त्यो गर्छ। तिनको कुरा सुनेर येशूले आश्चर्य मान्नुभयो र उहाँको पछि आउनेहरूलाई भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, इस्राएलमा पनि यति ठुलो विश्वास मैले भेट्टाएको छैन। म तिमीलाई भन्दछु, पूर्व र पश्चिमबाट धेरैजना आउनेछन् र अब्राहम, इसाक र याकुबसँग स्वर्गका राज्यको भोजमा बस्नेछन्। तर राज्यका सन्तान बाहिरी अन्धकारमा फालिनेछन्, त्यहाँ मानिसहरू रुनेछन् र दारा किट्नेछन्। तब येशूले कप्तानलाई भन्नुभयो, जाऊ, जस्तो तिमीले विश्वास गरेका छौ त्यस्तै तिमीलाई होस्। अनि त्यो नोकर त्यही घडी निको भइहाल्यो। यस खण्डमा यहुदीहरूको विश्वास भन्दा अयहुदी सुबेदारको विश्वास ठूलो थियो। 5 देखि 6 पदमा इस्राएल जातिले आफ्ना मसीहा राजालाई मान्यता दिन चाहेनन्, तर यहुदी जातिबाट तुच्छ ठानिएका अयहुदी जातिका मानिसहरू प्रभु येशूलाई स्वीकार गरे। त्यो सुबेदार रोमी सेनाका अधिकारी थिए, जसको अधीनमा प्राय 100 सिपाही हुन्थे। तिनी आफ्नो पक्षघात रोगले अति पीडित नोकरलाई निको पारी माग्न येशू कहाँ आएका थिए। यस्तो किसिमको आफ्नो नोकरलाई दया देखाउने मानिसहरू आज संसारमा कमै होलान्। जब प्रभु येशूले म आएर त्यस बिरामी नोकरलाई हेर्नेछु भन्नुभयो, तब ती सुबेदारले आफ्नो विश्वास त्यसको वास्तविकता र गहिराईमा प्रकट गरे। ती सुबेदारले प्रभु येशूलाई भने, तपाईँ मेरो घरमा आउने योग्यको म छैन अनि मेरो घरमा आउनु खाँचो पनि छैन। सुबेदारले भने, किनभने तपाईले वचन मात्र बोलेर सजिलैसित मेरो नोकरलाई निको पार्न सक्नुहुन्छ। यो त अधिकारको कुरा हो भनेर सुबेदारले भन्छन्। मेरो अफिसरहरूबाट म हुकुम पाउने गर्छु र मेरो अधीनमा हुनेहरूलाई तत्कालै म आज्ञा दिन्छु र तिनीहरू मानिहाल्छन्। त्यो भन्दा त कति बढ्ता गरी तपाईको हुकुमले मेरो नोकरको रोगमाथि अधिकार गर्छ भने। 8 अध्यायको 10 देखि 12 पदमा ती अयहुदी जाति मानिसको विश्वास देखेर प्रभु येशू छक्क पर्नुभयो। त्यति ठुलो विश्वास प्रभु येशूले चुनिएका इस्राएलीहरूको बीचमा पाउनु भएको थिएन। जन्मका यहुदी भएर परमेश्वरलाई आफ्ना राजाको रूपमा स्वीकार त गर्थे, तर वास्तवमा यिनीहरूको मनको परिवर्तन कहिल्यै भएको थिएन। यी यहुदीहरू नरकमा नाश हुनेछन्। यो कुरा आजको ईसाई परिवारहरूमा पनि लागू हुन्छ, जोहरू ईसाई परिवारमा जन्मने र हुर्किने सौभाग्य पाएका छन्
र पनि प्रभु येशूमाथि साँचो विश्वास नगरेको हुनाले एक दिन नाश हुनुपर्छ, नरकमा जानुपर्छ। तर जोहरू प्रभुको जनहरूको परिवारमा जन्मने हुर्कने मौका नपाए पनि येशू प्रभुमा साँचो विश्वास गर्छन्, तिनीहरू स्वर्गमा अनन्त महिमामा सहभागी हुनेछन्। मत्ती 8 अध्यायको 13 पदमा प्रभु येशूले ती सुबेदारलाई भन्नुभयो, जाओ र जस्तो तिमीले विश्वास गरेका छौ त्यस्तै तिम्रो निम्ति गरियोस्। परमेश्वरको नाममाथि राखिएको भरोसा अनुसार विश्वासको प्रतिफल हुँदो रहेछ। तत्कालै ती सुबेदारको नोकर पनि निको भयो। आज प्रभु येशू शारीरिक रूपमा उपस्थित नहुनु भए पनि उहाँले अयहुदी जातिका मानिसहरूलाई तिनीहरूको पापहरू र पाप रूपी पक्षघातको रोगबाट निको पार्दै हुनुहुन्छ। मित्रहरू, जतिजना यो वचन सुन्नु भएको छ, तपाईमा यदि यस्ता प्रकारका रोगहरू छन् भने आज तपाईसँग ख्रीष्ट प्रभु त हुनुहुन्न, शारीरिक रूपमा तपाईको साथमा हुनुहुन्न, तर याद गर्नुहोस् प्रभु येशू तपाईसँग आत्मिक रूपमा हुनुहुन्छ र उहाँले हाम्रो जीवनमा भएका रोग बिमारहरूलाई उहाँको आत्मिक उपस्थितिले नै निको पार्न सक्नुहुन्छ। जब हामी प्रभु येशूलाई प्रार्थना गर्छौं उहाँले हाम्रो रोग निको पारिदिनुहुन्छ। प्रभुलाई धेरै धन्यवाद होस्। सबैलाई जय मसीह, नमस्कार। हामी सबैलाई परमेश्वरले प्रेम गर्नुहुन्छ।